हेलो एन्ड नमस्ते सबैजनालाई। स्वागत छ तपाईहरुलाई मेरो YouTube च्यानलमा। यदि तपाईहरुलाई कफी, बारिस्टा स्किल्स र बारिस्टा लाइफ बारेमा एकदमै धेरै रुचि छ भने यस यो तपाईहरुकै लागि च्यानल हो। र अगाडिको थम्बनेल हेरेर यहाँसम्म आइसक्नु भयो भने पक्कै पनि तपाईहरु अझै मजाले एस्प्रेसो भेराइटिजको बारेमा बुझ्न अथवा जान्न कोसिस गर्नु हुँदैछ। यस तपाईहरु राइट भिडियोमा आउनु भएको छ। ओके ल ढिला नगरी भिडियोतर्फ लागौं। एस्प्रेसो भन्नाले धेरैजनाको बुझाइमा चाहिँ एक प्रकारको मात्रै हुन्छन् भन्छ, तर एस्प्रेसो भनेको चाहिँ हाम्रो धेरै प्रकारको हुन्छन् टेस्ट, स्ट्रेन्थ र एक्सट्र्याक्सन अनुसार। तपाईहरु यदि बारिस्टा बन्न जानु हुँदैछ अथवा तपाईहरु कुनै क्याफेमा जानु हुँदैछ भने यो जान्न एकदम जरुरी छ। ओके ल सबैभन्दा सुरुमा चाहिँ तपाईलाई एस्प्रेसो भनेको के हो बुझ्न जरुरी छ। एस्प्रेसो भनेको चाहिँ एउटा प्योर फर्म अफ कफी हो जुन चाहिँ फाइनली ग्राउन्ड कफीलाई 9 बारको प्रेसरमा राखेर 20 to 35 सेकेन्ड भित्र थोरै मात्रामा एक्सट्र्याक्ट गरिन्छ भने त्यस्तो कफीलाई चाहिँ हामी एस्प्रेसो भन्छौँ। एस्प्रेसो चाहिँ धेरै जसो ड्रिंक्सको बेस हो, जस्तै कि लाटे, क्यापुचिनो, अमेरिकानो। यो सबै ड्रिंक्सहरू बनाइराख्दाखेरि तपाईले एस्प्रेसो चाहिँ युज गर्नु नै पर्ने हुन्छ। ल अब तपाईहरुले एस्प्रेसो भनेको त बुझिहाल्नु भयो, तर अब हामी मेन पोइन्टमा आउँ कि एस्प्रेसोको भेराइटिज चाहिँ कतिवटा हुने रहेछ। अब एकैछिन यहाँ बोर्डतिर हेरौँ है। सो एस्प्रेसोको भेराइटिज चाहिँ हाम्रो 6 वटा हुने रहेछ मेनली चाहिँ है। एस्प्रेसो मात्रै भनेर भएन, यसको 6 वटा भेराइटिजहरू रहेछ, जस्तै कि सिंगल सर्ट एस्प्रेसो, डोपियो, डबल सर्ट एस्प्रेसो सेम हो, लुङ्गो, अनि त्यसपछि डबल लुङ्गो, रेस्ट्रेतो र डबल रेस्ट्रेतो है। सो अब हामीले यो चाहिँ अब बुझ्न जरुरी छ। सो सिंगल सर्ट हामीले कसरी बनाउँछौँ, डबल सर्ट हामीले कसरी बनाउँछौँ र यो कसरी बनिन्छ र कति एमएल हुन्छ भनेर चाहिँ बुझ्छौँ है। सो सबैभन्दा सुरुमा त सिंगल र डबलको बारेमा बुझौँ एस्प्रेसोको है। सो प्रायः जस्तो बाहिरतिर चाहिँ हाम्रो सिंगल सर्ट भन्ने हुँदैन। सो हामी चाहिँ रेसियोमा खेल्ने कामहरू गर्छौँ। सो यसमा चाहिँ के हुन्छ भन्दाखेरि 1:2 को रेसियोमा हामीले कफी बनाइरहेको हुन्छौँ। तर अब हामीले कहिलेकाहीँ हामीले सिंगल सर्ट बनाउनु परिहाल्यो भने पनि हामीले 1:2 कै रेसियोमा खेल्ने कामहरू गरौँ है। सो 1:2 भन्नाले के त, सिंगल सर्ट बनाउँदै हुनुहुन्छ भने चाहिँ तपाईहरुले के गर्ने त 7 to 10 ग्राम्स कफी डस्ट लिने यति बीचमा तपाईको पोटा फिल्टरको क्यापेसिटी अनुसार। सो तपाईले जति यति बीचमा जति पनि लिन सक्नुहुन्छ अनि त्यसपछि मल्टिप्लाई बाइ 2 गरिदिने। सो जति निस्किन्छ त्यति चाहिँ तपाईले एक्सट्र्याक्ट गर्नुपर्ने हुन्छ। सो अब हाम्रो डबल सर्ट अफ एस्प्रेसोमा चाहिँ के हुन्छ भन्दाखेरि यही हाम्रो रेसियो त्यही नै जान्छ 1:2 अनि त्यसपछि एक्सट्र्याक्ट पनि हामीले त्यति नै गर्छौँ। सपोज तपाईले 18 ग्राम्स कफी डस्ट लिनु हुँदैछ भने तपाईले एक्सट्र्याक्ट चाहिँ कति गर्ने त 36 ml गर्ने। सो बाहिरतिर तपाईहरुले काम गर्दै हुनुहुन्छ भने तपाईको रेसियो चाहिँ 1:2 हुन्छ र हामीले जहिले पनि डबल सर्ट एक्सट्र्याक्ट गरिरहेको हुन्छौँ। हाम्रो सिंगल सर्ट चाहिँ युजमा आइरहेको हुँदैन है। सो त्यसै गरी अब हामीले लुङ्गोको बारेमा बुझ्नु पर्यो भने चाहिँ हामी के हुन्छ भन्दाखेरि लङ्गर एक्सट्र्याक्सन। अब हामीले सेम डोज लिने अनि त्यसपछि लङ्गर एक्सट्र्याक्सन गरिदिने। सपोज तपाईहरुले 18 ग्राम्स लिनु भएको छ भने सो यहाँ जस्तै यहाँ जस्तै हाम्रो डबल सर्ट एस्प्रेसोमा जस्तै तपाईले 18 ग्राम्स लिनु भएको छ भने अब तपाईले 36 ml निकाल्नु हुँदैन, किनभने अब हाम्रो के हो त यो लुङ्गो हो। अब यसलाई के गर्नु पर्यो त अलिकति लङ्गर टाइमसम्म एक्सट्र्याक्ट गर्नु पर्यो। सो कति निकाल्दिने त 1:3 को रेसियोमा बनाएर हामीले के निकाल्दिने त 54 ml निकाल्दिने। अथवा निकाल्नु भयो भने चाहिँ तपाईको के बनिन गयो त यहाँनिर चाहिँ लुङ्गो बनिन गयो। सबै खेल चाहिँ हाम्रो के को रहेछ त रेसियोको रहेछ। सो रेसियो चाहिँ अब तपाईले मजाले खेल्न जान्नु भयो भने तपाईले यो एस्प्रेसोको भेराइटिजहरू बनाउन सक्नुहुन्छ। अनि अब हाम्रो एट द एन्डमा हामी जाम रेस्ट्रेतो। अब रेस्ट्रेतो चाहिँ कसरी बनाउने त भन्दाखेरि रेस्ट्रेतोको पनि अब हामीले रेसियो चाहिँ 1:1 सँग खेल्दिने। भन्नाले यदि तपाईले 18 ग्राम्स अफ कफी डस्ट लिनु भएको छ भने अब तपाईले कति निकाल्दिने त 18 ml नै निकाल्दिने नि त। सो यति निकालिसकिसकेपछि चाहिँ तपाईको के बनिन्छ त सो रेस्ट्रेतो बनिन्छ। अब डबल रेस्ट्रेतो सेम है। सो हामीले डोजेसहरू चाहिँ हामीले कति हाल्छौँ त
भन्ने कुरामा फरक पर्छ अनि एक्सट्र्याक्ट कति निकाल्छौँ भन्ने कुरामा फरक पर्छ। सो यति कुराहरू बनाउनको लागि चाहिँ हामीले मेनली फोकस कहाँनिर हुनु पर्यो भन्दाखेरि रेसियोमा हामीले ध्यान दिनु पर्यो। सो हामीले एस्प्रेसो बनाउँदाखेरि कतिको रेसियोमा बनाउँछौँ भन्दाखेरि 1:2 को रेसियोमा बनाउँछौँ। सो लुङ्गो बनाउनु पर्यो भने हामीले 1:3 को रेसियोमा बनाउँछौँ। अनि त्यसपछि अब हामीले रेस्ट्रेटो बनाउँछौँ भने 1:1 को रेसियोमा बनाउने रहेछौँ। सो यसरी तपाईँले बनाउनु सक्नुहुन्छ है यो एस्प्रेसो भेराइटिजहरू। सो अहिले चाहिँ तपाईँहरूलाई मैले यो बोर्डमा मात्रै यसो हल्का फुल्का एक्सप्लेन गरिदिएँ। यदि बुझ्नुभयो भने तपाईँहरूले फेरि मलाई कमेन्ट गरेर भन्न सक्नुहुन्छ कि अर्को भिडियोमा चाहिँ तपाईँले मलाई बनाएर नै देखाइदिनुहोस् भनेर भन्न सक्नुहुन्छ। तपाईँहरूले कमेन्ट गर्न सक्नुहुन्छ। कमेन्ट बक्स एकदम खुल्ला छ, तपाईँहरूले कमेन्ट गर्न सक्नुहुन्छ। सो बुझ्नु भएन भने नि फेरि मलाई कमेन्ट गर्न सक्नुहुन्छ बुझिएन भनेर। सो आजको भिडियोमा चाहिँ हामीले के बुझ्यौँ भन्दाखेरि एस्प्रेसो भनेको के हो र एस्प्रेसोको भेराइटिज कतिवटा हुन्छ र यसको रेसियो के हो त, अथवा हामीले बनाउँदाखेरि कफी डस्ट कति हाल्छौँ र कसरी कति एमएल निकाल्छौँ भन्ने कुरामा हामीले अलिकति ध्यान दियौँ है। हस् त धन्यवाद। आजको लागि यति नै। सी यू गाइज टुमोरो अथवा हाम्रो नेक्स्ट भिडियोमा।